इन्टरभ्यू बोल्दै अनि जापान कस्तो लाग्छ दाइ तपाईँलाई? एकदम बेस्ट लाग्छ। बेस्ट महिनाको कति हुन्छ स्यालेरी? 10 मान भन्छ जापानमा। 10 मान तपाईँ एकदम भाषा सिकेर आउनुहोस्, ड्राइभिङ लाइसेन्स लिएर आउनुहोस्, जापान सुनौलो भविष्य बनाउन सक्नुहुन्छ। तपाईँको नाम के हो भनिदिनु पर्यो? मेरो हजुर आरके भण्डारी। आरके भण्डारी लहलहमा लागेर चाहिँ नआउनुहोस्। लहलहमा लागेर फलाममा पनि जापान छ भनेर 10-15 लाख रुपियाँ खर्च गरेर जापान आउनु भनेको त्यो। अहिले चाहिँ हामी काम छुट्टी भएर होइन यसो साकुरा हेर्न आएको हामी चाहिँ यहाँ दाइ हुनुहुन्छ अनि यहाँ हाम्रो ठुलो दाइ हुनुहुन्छ। दाइ हाई गरिदिनु। हाई। अनि हामी चाहिँ यहाँ यस्तो साकुरा हेर्न आएको यहाँ। अब हामी चाहिँ कफी खान जाने भने होइन यहाँ भन्दा नि कफी खान जाउँ। हाम्रो चाहिँ यहाँ किनमेन दाइले दुईवटा बुढाले दुईवटा बियर दाइले चिप्स यहाँ चाहिँ मेरो कफी। नो ल अब चाहिँ हाम्रो ह्यान्डसम दाइको दाजुको अब इन्टरभ्यू मस्त जोक मारा रे या हंस रे हलकट हंस। इन्टरभ्यू लिन जाँदै गइरहेको छौँ। दाइ के छ तपाईँ हालखबर? ठिकै छ। ठिकै छ। तपाईँको नाम के हो भनिदिनु पर्यो? मेरो हजुर आरके भण्डारी। आरके भण्डारी होइन होला के हो? आरके भण्डारी नाम पनि युनिक रहेछ तपाईँको त होइन? अनि साँच्चै तपाईँ जापान आएको कति भयो अरे? म आएको 1 वर्ष हो। 1 वर्ष? अनि पहिला पनि आउनुभएको भने होइन? पहिला त यसो घुम्न आउनुभएको ए। अनि जापान कस्तो लाग्छ दाइ तपाईँलाई? एकदम बेस्ट लाग्छ। बेस्ट लागेर छ लाग्छ ए। अनि कतिवटा काम गर्नुहुन्छ त जापानमा आएर? म एउटै मात्रै हो। एउटै मात्र हो ए। राम्रो भयो नि। ए त्यहाँ अनि दाइले महिनामा कति कमाउनुहुन्छ स्यालेरी? कति जति थाप्नुहुन्छ? 1 लाख। 1 लाख। ढुङ्गे बगाएर माया ढुङ्गे बगाएर सुरुङ खाँदैछु हल्ला नगर सुरुङ खाँदैछु हल्ला नगर। अनि दाइ नयाँ अब जापानमा अब भनौँ न नयाँ आउने अब स्टुडेन्टहरूलाई अब हामी जस्तै डिपेन्डेन्टहरूलाई अब के भन्न चाहनुहुन्छ? तपाईँ एकदम भाषा सिकेर आउनुहोस्, ड्राइभिङ लाइसेन्स लिएर आउनुहोस्, जापान सुनौलो भविष्य बनाउन सक्नुहुन्छ। लहलहमा लागेर लागेर आउनुहोस्। केमा आउँदाखेरि चाहिँ राम्रो हुन्छ दाइ? बेस्ट तपाईँको खुबी केमा छ त्यसैमा आउनु न। अब भन्छ नि अब आए पनि भयो, अब कोही छ भने डिपेन्डिङमा आए पनि भयो, अब एसएसडब्लुमा आए पनि भयो। अहिले त धेरै थोकहरू छ होइन, त्यसमा पनि अब धेरै छ आउने। अब ब्याचलर पास गर्नुहुन्छ म्यानेजर भिसामा आए पनि भयो, यहाँ कम्पनी चेन्ज गर्न मिल्छ। ओके थ्याङ्क यू। चाहिँ हाम्रो गणेश दाइ होइन हामीसँगै काम गर्ने हो। अनि दाइ के छ तपाईँ हालखबर? सब ठिक छ। अनि जापान आउनुभएको कति भयो दाइ? हुन लाग्यो भाइ लगभग 3 वर्ष जति हुन लागिसक्यो। 2.5 वर्ष भनौँ। काम गऱ्यो काम भनेर अब काममा आयो
गयो फेरि काममा त्यस्तै काम कुल मिलाएर त्यस्तै हो। अनि जापानमा आएर चाहिँ कतिवटा काम गर्नुभयो त अनि अहिले चाहिँ कतिवटा काम छ भनौँ न? एउटा मात्रै छ भन्नु पर्यो, एउटै है। एउटा काम। महिनाको कति हुन्छ स्यालेरी? 10 मान भन्छ जापानमा। 10 मान भनेको अब 1 लाख जति भनौँ त्यस्तै हो। यस पुगिरहेको छ नि, पुर्याउनु पर्यो, पुर्याउनु पुगिरहेको छ। चलिरहेको ठिकै छ। जापानमा आउने नयाँ मान्छेहरूको लागि के भन्न चाहन्छु भने यदि नआउनुहोस् चाहिँ भन्दैन होइन, आउनुहोस्, तर आउँदाखेरि धेरै कुराहरू प्रक्रिया पुर्याएर आउनुहोस्। केही मैले लाइफ लङ जापानमा बस्नु छ भने अलि प्रिपेयर भएर आउनुहोस्। अर्काको देश हो, अर्काको ठाउँमा आउँदाखेरि धेरै कुराहरू बुझेर जानेर यहाँको रहन सहन भाषा, सबभन्दा महत्त्वपूर्ण कुरा भाषालाई चाहिँ राम्रोसँग पढेर आउनुहोस्। भाषा राम्रो छ भने तपाईँहरूले राम्रो काम पनि पाउनुहुन्छ र तपाईँहरूलाई यहाँ बस्न सजिलो पनि हुन्छ धेरै कुराहरूमा। भाषा छैन भनेपछि भाषा बनाउनुहोस् अनि आउनुहोस्। लहलहमा लागेर चाहिँ नआउनुहोस् है। लहलहमा लागेर फलानु पनि जापान छ भनेर 10-15 लाख रुपियाँ खर्च गरेर जापान आउनु भनेको त्यो एकदमै नराम्रो। बरु 10-15 लाख रुपियाँ लगानी गर्नुहोस् नि आफ्नै देशमा, तर केही व्यापार व्यवसाय जे आफूलाई त्यो सम्भव हुने खालको आफ्नो स्पेसलाइजेसन जे छ त्यतातिर फोकस भएर गर्नुहोस्, त्यो चाहिँ राम्रो हुनसक्छ। त्यो खर्च गरेर मात्रै जापान पुगेर सबै थोक होला र गरौँला भन्ने सोच्नुहुन्छ भने चाहिँ प्लिज त्यो चाहिँ भ्रममा चाहिँ नपर्नुहोस्।